यति बेला हामी झापाको यो दमक चोकमा छौँ। यो झापा जिल्लाको क्षेत्र नम्बर 5 अन्तर्गत पर्छ होइन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालन शाह चाहिँ यो क्षेत्रबाट उम्मेदवार लगायतको 24 जना उम्मेदवारहरू को उम्मेदवारी परेको छ। यहाँ चाहिँ निकै घम्साघम्सी परेवाला छ। अहिले हामी घम्साघम्सी रिपोर्टिङ गर्न दमक चोकमा आइपुगेका छौँ र हामी यहाँ सर्वसाधारणहरूसँग प्रतिक्रिया लिने क्रममा रहिरहेका छौँ। दुईजना प्रधानमन्त्रीको आकांक्षी पनि हुनुहुन्छ होइन जितेपछि एकदमै त्यो भएर रोचक बन्दैछ यो। हामीले रिपोर्टिङ गरिरहँदा दुईजना मध्येमा एकजना त्यो जित त सुनिश्चित नै छ जस्तो देखिन्छ। स्योर सर्ट एकजना प्रधानमन्त्री बनाउनको लागि चाहिँ हामी रिपोर्टिङ बनाउन लाग्यो भन्दा पनि रिपोर्टिङको सिलसिलामा आएको कारणले चाहिँ हामी पनि भागीदारी ठानेका छौँ। पुस्ताको प्रधानमन्त्री बनाउने कि बाबु पुस्ताकोलाई बनाउँछ त्यो त म यहाँको मतदाता होइन। अब हाम्रो मेरो क्षेत्रको भोटर चाहिँ यहाँ आउनुभएको छ होइन। त्यस कारणले अब हामीले तय गर्ने होइन, यहाँको जनताले तय गर्ने हो। त्यो उहाँहरूको स्वतन्त्र हो, हामी यसलाई हन्न नपुर्याउँ जस्तो लाग्छ। थ्याङ्क यू। थ्याङ्क यू।